अस्ति मात्र सामाजिक सञ्जालमा एकजना मानिस भाषण गर्दा गर्दै ढल्नुभयो र उहाँले अकालमा ज्यान गुमाउन परेको भिडियोहरू तपाईँले सामाजिक सञ्जालमा देख्नुभयो। तर हामीले चाहिँ त्यो भिडियोमा चाहिँ उहाँलाई कसैले सिपिआर गरेको देखिएन होइन, र हस्पिटल लग्नतिर लागेको देखियो। यस्तो केसमा चाहिँ गर्न के सकिन्छ भन्ने कुरा एकदमै महत्त्वपूर्ण हुन्छ। तपाईँले यति सानो कुराहरू थाहा पाउन सक्नुभयो भने तपाईँले कसैको ज्यान पनि बचाउन सक्नुहुन्छ है। एकदमै इम्पोर्टेन्ट भिडियो हुन गइरहेको छ। कोही मानिस अचानक बेहोस हुनुभयो, उहाँको सास पनि फेरिराख्नु भएको छैन। तपाईँले सास चेक गर्दाखेरि अनि मुटुको धड्कन तपाईँले नाडी छाम्दाखेरि नाडीमा धड्कन पनि छैन भने चाहिँ यस्तो केसमा उहाँको मुटु रोकिसकेको हुन्छ है। यस्तो केसमा चाहिँ गर्नुपर्ने एकदमै इम्पोर्टेन्ट कुरा भनेको सिपिआर, कार्डियोपल्मोनरी रिससिटेसन भन्छ होइन, जुन चाहिँ हामीले मुटु र फोक्सोको काम चाहिँ हामीले बाहिरबाट गर्नुपर्ने हुन्छ। एकदम सिम्पल टर्ममा भन्दाखेरि अब मुटु रोकिएपछि मुटुबाट रगत चाहिँ दिमागमा जानुपर्ने हुन्छ। दिमाग चाहिँ एकदमै इम्पोर्टेन्ट फ्याक्टर हुन्छ यस्तो कन्डिसनमा। अनि त्यो मुटु रोकिएपछि मुटुको रगत दिमागमा जान सकेन। त्यसको लागि हामीले बाहिरबाट मुटुलाई चाहिँ प्रेस गरेर हामीले दुईवटा हातलाई चाहिँ यसरी लक गरेर, जस्तो फोटोमा देखिएअनुसार त्यसरी लक गरेर छातीको बिच भागमा चाहिँ प्रेस गर्नुपर्ने हुन्छ। 1 मिनेटमा 100 देखि 120 चोटिसम्म प्रेस गर्नुपर्ने हुन्छ। र सकिन्छ भने चाहिँ मुखलाई खोलेर मुखमा सास प्रश्वास पनि दिन बिचमा दिनुपर्ने हुन्छ है। त्यो गर्न सक्नुहुन्न भने चाहिँ एटलिस्ट मुटुको मात्रै प्रेस गर्न सकियो भने पनि हामीले धेरै हदसम्म एम्बुलेन्स आउने बेरसम्म मान्छेको दिमागलाई चाहिँ बचाइराख्न सक्छौँ होइन। त्यही भएर यो गर्दाखेरि तपाईँले फर्स्टमा भनेको मान्छेको सास छ कि छैन चेक गर्ने, त्यसपछि मुटुको धड्कन छ कि छैन यो नाडीमा चेक गर्ने, त्यसपछि एम्बुलेन्सलाई तुरुन्त छैन भने एम्बुलेन्सलाई तुरुन्त फोन गर्ने, अनि त्यसपछि हामीले एउटा फ्ल्याट सर्फेसमा राखेर मुटुलाई थिच्न थाल्ने। त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ है। यो गर्न सकियो भने चाहिँ हामीले कसैको ज्यान बचाउन सकिन्छ। र तपाईँलाई यो भिडियो धेरै मान्छेले थाहा पाउन पर्ने हुन्छ जस्तो लाग्छ भने चाहिँ तपाईँले धेरै मानिसहरूलाई यसलाई सेयर गर्न सक्नुहुन्छ। थ्याङ्क यू।